3 दिनभित्र पूर्व प्रधानमन्त्री पार्टीका अध्यक्ष केपी शर्मा ओली शानदार ढङ्गले देखिने गरेर 10,000 जनता र युवाले स्वागत गर्ने गरेर देखिनु। 10,000 मान्छेले स्वागत गर्छन्। हामी चाहिँ जसरी हिजो बालुवाटार जाँदाखेरि यो ढङ्गले गएको थियौँ र फर्किँदाखेरि अहिले पटक पनि पानी परेको बिचमा होइन श्रावणको 3 गते 3 वर्ष अगाडि जुन ढङ्गले हामीले ल्याएका थियौँ, अब पनि केपी ओलीले चाहिँ हिंता बोध गर्नुपर्ने केही काम गर्नु भएको छैन, राष्ट्रको गौरव राख्ने काम गर्नु भएको छ। त्यही भएर हामी शानदार ढङ्गले आउँछौँ। अब बाजा बजाउने कुरा चाहिँ यो किनभने गरिँदैन, बाजा लिन पर्दैन। तिमीहरूलाई नै बाजा बनाएर जेनजीले कुटेनछन् भने भन्थ्यो भनौला। जति बेला तिमीहरू दरबारमा थियो, तिमीहरू आफ्नो शक्ति प्रदर्शन गर्नलाई मान्छेलाई पैसा खुवाई पैसा दिएर र्याली गर्नलाई बोलाउँथ्यो। आफू दरबारमा हुने, आफू पार्टीमा हुने, आफू 2/3 बहुमतमा हुने र पनि सडकमा मान्छे उतारेर तिमीहरूले बाटो जाम गरेर मान्छेलाई डिस्टर्ब गर्थ्यौ। त्यो दिन त हामीहरूले अझै बिर्सेका छैनौँ। तिमीहरू सडकमा उत्रिउन मात्रै, तिमीहरूले बाजा ल्याउनु पर्दैन, तिमीहरूलाई नै बाजा बनाएर ठोक्नेछन्। होइन, यो मान्छे कति धेरै ढिड र जिद्दी रहेछ। भनिन्छ नि मान्छेलाई एमाले बनाउन सकिन्छ तर एमालेलाई मान्छे बनाउन सकिँदैन भनेर। यो कुरो यो मान्छेले सत्य साबित गरिदिएको छ के।